संसद विघटन गर्नेहरूले अहिले संसद पुनर्स्थापनाका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन। म ती साथीहरूलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न म आग्रह गर्न चाहन्छु। मैले कुनै यहाँ आवेग र आक्रोश व्यक्त गर्दै छैन, यथार्थ यही नै हो। र नेकपा एमालेका साथीहरूलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर बृहत सहकार्य गरौँ। यो नै देशको संविधानको लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो। यसलाई भान्ने दुचेष्टा कसैले नगरौँ।